आज भागेर जोडेको हो त होइन हामीलाई जहिले सपोर्ट गरेको हुन्छ क्या समयले साँच्चै हो माना नमाना होइन सपोर्ट हामीलाई समय एकदम सपोर्ट गरेर आएको छ क्या यो हो हाम्रो माइती घर मण्डला देश उल्टाउने पल्टाउने सबै थोक ठाउँ नै यही हो देश परिवर्तन जे गर्छ है माइती घरले गर्छ हामी घुम्नका लागि आज दसैँको नवमीको दिन घुम्नका लागि जाँदैछौँ हाम्रो एउटा ग्रुपिङ छ त्यो ग्रुपिङ हाम्रो सोचेअनुसार नगरकोट भन्ने प्लान छ अब पुग्ने चाहिँ कहाँ हामीलाई थाहा छैन हिँडेपछि हाम्रो गन्तव्य हुँदैन जहाँ पुगिन्छ त्यहीँ पुगेर फर्किने हो त्यही भएर अहिले हामी माइती घरबाट बिजुली बजार हुँदै अगाडि बढिरहेका छौँ आज नवमीको दिन पुरै बाटो खाली छ लगभग धेरै मान्छेहरू बाहिर आउट अफ भ्याली आफ्नो घरमा आफ्नो संस्कार अनुसार दसैँ मनाउनको लागि गइसक्नु भएको छ भने हामी पनि यसपालि दसैँ खेलेर हामी गइएन बाटो खुल्यो पुरै बाटो खाली छ नि पुरै बाटो खाली छ भानुसोर एरियामा धेरै प्याक हुने एरिया हो र पनि बाटो पुरै खाली छ यो एरिया धेरै जाम हुने एरिया हो त्यस वखत पनि अहिले बाटो पुरै खाली छ हामी निरन्तर अघि बढिरहेका छौँ हामी ठ्याक्कै बिजुली बजारको पुल आइसकेका छौँ यो पुल राति चाहिँ पुरै बत्तीले झलपल्ल हुने पुल हो साथीहरू हजुरको दसैँ कस्तो भइरहेछ इन्फर्मेसन गर्नु होला हाम्रो चाहिँ दसैँ यही हो दिने पछि घुम्ने पिउने खाने मात्रै भइरहेको छ साथीले जाँदा पुऱ्याउँछ दिन जाने दिन घुम्ने दिन घुम्ने त्यही हो हाम्रो दसैँको मेन पोइन्ट अफ भ्यू हामीले यसचोटिको दसैँ शहीदहरूको लागि भनेर हामीले दसैँ नमान्ने टिका नलगाउने भन्ने सोचमा छौँ हामी साथीहरू यसपालिको दसैँ हामीले नमान्ने निर्णय गरिसकेका छौँ त्यही भएर पनि हामी डुल्ने भएको अरू केही पनि छैन हामी खाने र रमाउने मात्रै छ यसपालिको दसैँ हामीले टिका लगाउने बेला छैनौँ यही ठाउँमा हो 19 जना शहीदहरू भएको जेन्जी आन्दोलनको बेला यही बानेश्वरमा आइपुग्यौँ हामी नयाँ बानेश्वर हामी ठ्याक्कै नयाँ बानेश्वरको चोकमा आएका छौँ यो आकाशे पुल हो अब यहाँबाट हामी निरन्तर केही समय हामी अघि बढ्नेछौँ तेइस र 24 गतेको भएको जेन्जी आन्दोलन त्यसलाई के भनेर हजुरहरूले व्याख्या गर्नुहुन्छ ठाउँ यही हो हाम्रो संसद भवन यही हो अहिले त संसद भवन छैन पहिलाको संसद भवन यही हो त्यो जर्जर ध्वस्त भएको छ यही एरियामा हो हाम्रो लगभग 72 जना हाम्रा शहीद युवाहरू शहीद भएको ठाउँ नै यही ठाउँ हो त्यसैले उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली बाहेक भन्न हामीसँग केही पनि छैन होनार युवा देशका कर्णधार युवाहरू यही ठाउँमा अब कोही भनेर सम्बोधन गर्ने नै मलाई त्यस्तो छैन यो हामी जस्तो यङ युवाहरू केही गर्नका लागि बाबा मम्मीबाट कति दुःख कष्ट गरेर हुर्काएका युवाहरूले केही गरेर छोराछोरीले केही गरेर आफ्नो बाबाको लागि केही योगदान दिनु बेलामा चाहिँ गर्ने खाने बेलामा चाहिँ उहाँहरू सहिद हुनुभएको छ उहाँहरूप्रति सम्मान छ तर त्यसले नयाँ मोड लिनुपर्छ उहाँहरूको जुन समय जे भएको छ त्यसबाट टेकेर जे लगाएको छ त्यो अरू ढङ्गमा गएको देखिँदैन त्यही पनि देखियो भन्ने मलाई आशा छ सबै
सोच लिएको छ त्यो पुरा होस्, शुभकामना छ भन्दै हामी लागिसकेका छौँ। हामी यता ठ्याक्कै अहिले तिनकुने कोटेश्वरको तिनकुने आइसकेका छौँ। अब हामी यहाँबाट जडीबुटी भएर हामी काँडाघारीतिर जानेछौँ। हाम्रो भेट साथीहरूसँग काँडाघारीमा हुनेछ। हामी निरन्तर अघि बढिरहेका छौँ। अनि ठुलो प्लेन कहिले उड्ने साथी? ठुलो प्लेन कहिले उड्ने त? हाम्रो एक हुनार जेन चाहिँ यता हुनुहुन्छ, उहाँलाई ठुलो प्लेन कहिले उड्ने भनेर मैले सोधिरहेको छु। म त जेनजी उपाबाट पार गरिसकेको मान्छे परेँ। त्यही पनि म सपोर्टर त म जेनजी नै हो। यो कोटेश्वर एकदमै जाम हुने ठाउँ हो। खास भन्ने हो भने ठ्याक्कै हामी यहाँ 1.5 मिनट वेट गर्नेछौँ। हामी निरन्तर अघि बढिरहेका छौँ। अहिले कोटेश्वरको जामबाट हामी अगाडि बढिरहेका थियौँ। यहाँ चाहिँ टाइमिङ जाम मात्रै हो, जाम खास हुँदैन। हामी टाइमिङ जाममा छौँ। आउट अफ भ्याली जाने मान्छेहरूको सङ्ख्या तीव्र रूपमा हिजो थियो, हिजो अझै थियो भने आज चाहिँ कम देखिएको छ। आज चाहिँ नजिकै भएका जिल्लाहरूमा मान्छेहरू आउने जाने गरिरहनु भएको देखिएको छ। समयअनुसार आउने जाने भइरहेको छ। ठ्याक्कै अहिले हामी कोटेश्वरको चोकमा आइसकेका छौँ। चोकमा हजुरले देखेको दृश्य पहिला र अहिले धेरै अन्तर छ। अन्तर भन्दा पनि अहिले दसैँको समयले गर्दा हाम्रा आदरणीय व्यक्तित्वहरू बाहिर हुनुहुन्छ भने हाम्रो प्लेन आइसकेको छ। इन्टरनेसनल एयरपोर्ट बस्नको लागि उताबाट प्लेन आइसकेको छ। सूर्य एयरलाइन्स आइसकेको छ। पुरै खाली छ जडीबुटी। काँडा जाने हो क्या तलबाट तल्लोबाट छिर्नुपर्छ, ओल्लोबाट आइयो। अब यहाँबाट कहाँबाट घुमेर आएर छिर्ने हो? यहाँबाट जडीबुटी चोकबाट हामी बिस्तारै गाडी आइरहेको छ। काँडाघारीतिर लागिसकेका छौँ हामी। अब हामी यहाँबाट काँडाघारीको पेपर बोटसँग पुग्छौँ। त्यहाँ साथी भेट्नुहुन्छ हाम्रो साथी कमल। पुरै खाली बाटो छ यार।